शान्ति क्षेत्र घोषणा गर्नको लागि पनि प्रोसेस सुरु गरेका थिए। नेपाललाई शान्ति क्षेत्र घोषणा गरिनुपर्छ भनेर राजा वीरेन्द्रले राखेको यो मागलाई भारतले आफ्नो नीति अनुकूल भएन भनेर समर्थन गरेन। तर पञ्चायतको अन्त्यसम्म आइपुग्दा उनले राखेको यो प्रस्तावलाई लगभग 130 वटा देशहरूले समर्थन गरेका थिए। यता नेपालका केही नेताहरूले पनि भारतको दबावमा राजाको यो प्रस्तावको विरोधसम्म गरेका थिए। त्यतिबेला कतार, साउदी, उत्तर कोरिया, दक्षिण कोरिया, नर्वे, फिनल्यान्ड लगायतका 49 वटा राष्ट्रसँग कूटनीतिक सम्बन्ध पनि राजा वीरेन्द्रले नै बनाएका थिए। विक्रमसम्म 2037 सालमा पञ्चायत शासनको विरुद्ध नेपाली काङ्ग्रेसले चर्को विरोध गर्यो। यो देखेर राजा वीरेन्द्रले जनमत सङ्ग्रहको घोषणा गरे। त्यतिबेला भएको यो जनमत सङ्ग्रहमा चाहिँ के थियो भने जनताहरूलाई बहुदल रोज्ने कि पञ्चायत रोज्ने भनेर भोटिङ गराइएको थियो। त्यो जनमत सङ्ग्रहमा 55% जनताले पञ्चायत नै ठिक छ भनेर भोट हालेर निर्दलीय व्यवस्था नै रोजेका थिए। राजा वीरेन्द्रले जनतालाई पहिलो प्राथमिकता दिन्थे भन्ने कुरा यहाँबाट क्लियर हुन्छ कि उनले संविधानसँग कुनै पनि राजनीतिक मामिलामा सर्वोच्च अदालतसँग सल्लाह माग्ने गर्थे। राजा बनेपछि वीरेन्द्रले पहिलो विदेश भ्रमणमा विक्रमसम्म 2030 असोज 26 गते भारत गएका थिए। भारतको गणतन्त्र दिवसको अवसर